सबैजनालाई नमस्ते। फेरि ड्राइभिङ लेसनको भिडियोमा तपाईहरुलाई स्वागत छ। आज फेरि अर्को रुटमा जाँदैछु। मलाई फलो गर्नु चाहिँ नभुल्नु होला है त। अहिले म हिँडिरहेको रोड चाहिँ स्पिड लिमिट सेकेन्ड सोकुदो चाहिँ 50 को छ। म्याक्सिमम 50 भनेर लेखेको छ, तर अलिकति बाटो खाली भयो, अलिकति गाडीहरु कम भयो भने त मान्छेले 60, 70, 80 पनि दुगुराइदिन्छ। यसरी बीचबीचबाट गाडीहरु छिर्छ, त्यो बेलामा चाहिँ एकदम ख्याल गर्नु होला। यो ट्राफिक लाइट पनि हेर्दै यता दायाँ बायाँ पनि हेर्दा चाहिँ एकदम राम्रो। यसरी साइकलहरु चाहिँ जताभाइ त्यतैबाट बाटो पनि काट्दिन्छ। त्यही भएर ट्राफिक नियम चाहिँ एकदम पालना गर्नुपर्छ। ट्राफिक नियम पालना गर्ने, अनि पछि यो ट्राफिक लाइटहरु एकदम हेर्ने, अनि लुकिङ ग्लास पनि हेरिराख्ने। एकदम चनाको भएर चलाउनु पर्दो रहेछ है गाडी भन्ने कुरा। ओके, आओ सिंगो। साइडमा पुलिसहरु आएको छ कि छैन भनेर पनि अलिकति ख्याल चाहिँ गर्नुपर्छ है। गर्दछ बिग्रेको बेलामा ठ्याक्क कहिलेकाहीँ ओभर स्पिड गरेला, त्यो बेलामा चाहिँ च्याप्प छोप्छ कि। अपराधीलाई छोप्न ला जस्तै साइरन बज्दै पो आउँछ त। लेनहरु धेरै भएको बाटोमा चाहिँ
आफ्नो गाडी चाहिँ बिचमा हिँडेको छ कि हिँडेको छैन भनेर चेक चाहिँ गरिराख्नुपर्छ है, मैले जानेको कुरा। अब अगाडि मात्रै हेरेर पनि थाहा त पाइन्छ, तर एउटा लुकिङ ग्लासलाई हेऱ्यो भने पनि आफ्नो गाडी ट्र्याकमा त हिँडिरहेछ भन्ने खालको चाहिँ हुन्छ। त्यसै भएर गाडी चलाउँदाखेरि एकदम चनाखो भएर चलाउनु होला सबैजनाले।